हाम्रा अध्यक्ष महोदय श्री असिम पाखरिनज्यू जो यहाँ हुनुहुन्थ्यो तर उहाँको मिटिङ परेकोले गर्दा अघि लाग्नुभयो र म आफैलाई जिम्मामा छोडिराख्नु भएको छ। उहाँलाई हामीले एउटा सानो मोमेन्टो एउटा मायाको चिनो उहाँलाई दिएको छौँ र यसको जुन चाहिँ लेखेको यस्तो छ, समक्ष श्री विशाल लामा, विधायक कालचिनी अलिपुरद्वार, पश्चिम बङ्गाल विधानसभाको विधायक पुनः निर्वाचित हुनुभएकोमा हाम्रो कालचिनी क्षेत्रका विधायक तथा हाम्रो सङ्घको प्रमुख संरक्षक श्री विशाल लामाज्यूलाई धेरै धेरै बधाई अनि शुभकामनाका साथै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। शुभेच्छासहित दिनाङ्क 24 मई 2026 श्री असिम पाखरिन अध्यक्ष, श्री श्याम तोमर सचिव, दोष तामाङ बौद्ध सङ्घ कालचिनी ब्लक कमिटी। र म यो सानो मोमेन्टो उहाँको हातमा अर्पण गर्न गइरहेको छु कालचिनी तामाङ बौद्ध सङ्घको पक्षबाट।